अथवा अन्डरडगमै चाहिँ लडिरहेका छन् उनीहरूलाई पनि चाहिँ देख्न पाइन्छ। बट यति भन्दैमा हाम्रो पहिलो म्याच सानोको म्याच पनि चाहिँ यहीँबाट स्टार्ट भइसकेको छ, जहाँ तपाईँले प्लेन पाथ देख्न सक्नुहुन्छ। हतिन एरिया साइड तर्फबाट अगाडि बढिरहेको यो प्लेन पाथ सामी अनि बन्टाई छेउछाउमै गएर चाहिँ एन्ड हुनेवाला छ। अब प्लेन पाथको फर्मेसन वाइज चाहिँ अब सबै टिमहरू पनि चाहिँ बिस्तारै बिस्तारै आफ्नो ड्रप लोकेसनतर्फ पनि लाग्नेछन्। एन्ड अलमोस्ट सबैजनालाई ड्रप लोकेसनको आइडिया पनि रहेको छ भनेर हामीलाई थाहा नै छ, किनकि अलमोस्ट युज टु लबी पनि छन्। जस कुनै न्यू टिमको एडिसन छ जो क्वालिफाई भएर आएका हुन्, अलमोस्ट बाँकी टिमहरू भने त खेलिरहेको नै टिममा भने चाहिँ हामीले काउन्ट गर्नेछौँ। सो त्यो हुँदाखेरि चाहिँ अलमोस्ट सबै टिमहरूलाई आइडिया पनि रहेको छ अब के कसरी रोटेसनहरूलाई भने चाहिँ त्यहाँतिर कट अफ गर्न सकिन्छ कि कसरी छैन। अगाडितर्फ लुटक्रेट छ, त्यही लुटक्रेटबाट उठाएर भए पनि चाहिँ अगाडि नक निकालौँ न भन्ने उनीहरूको आशा थियो। बट यता डिआरएसको टिमबाट डेल्टा अगाडितर्फ रहेका प्लेयरको अगेन्स्टमा फाइट लिँदैछन्। उनी कान्छा रहेको देख्न पाइन्छ, त्यहाँ कान्छाको अगेन्स्टमा पर्फेक्ट ग्रेनेड जान्छ कि भन्ने अनुमान लगाउँदै थिए। यस, डट एचपीमा बच्न सफल रहे कान्छा। कसरी काउन्टर गर्छन् त उनले, टिभीएस लिएका छन्, डट एचपीमा थिए। अगाडितर्फ डेल्टा आउँछन्, इन्स्ट्यान्टली यहाँ RC32 को टिमलाई पनि बाहिर निकालिदिन्छन्। डिआरएसको टिम यो एग्रेसनको साथमा अगाडि बढ्दै एक्सएमपीएल 3टा एलिमिनेसन बट एउटा प्लेयर नक, उनी नै चाहिँ नक रहेका छन्। उनलाई रिभाइभल दिए लगतै अब डिआरएसको टिमले पनि चाहिँ सर्कललाई टिम अनि नेपको टिमको बीचमा यहाँ क्लास परिरहेको बेलामा डिआरएसका प्लेयरहरू उनीहरू अगाडि बढेका छन्। बाघका प्लेयरहरूलाई हन्ट गर्नको लागि टिम डिआरएस गेमिङका प्लेयर यहाँबाट अगाडितर्फ बढिरहेको देख्न पाइयो। बाघको पोजिसनको आइडिया पाएका छन्। डेल्टा एउटा एङ्गलबाट च्यापिरहेको देख्न पाइन्छ अनि अर्को एङ्गलबाट च्यापिरहेका थिए सन्देशले बट यतापट्टि देख्न पाइन्छ नक निकालिदिएका छन्। डिआरएसका प्लेयरलाई ट्याप ट्याप सट अनि नक निकालिएको थियो बट उतापट्टि फेरि पनि देख्न पाइन्छ रिभाइभल त सायदै डिआरएसको टिमले यहाँ दिने नै छन्। बट त्यो सँगसँगै हामी बाघ स्पोर्ट्सको टिमलाई हेर्ने हो भने अन्तिम प्लेयर त्यहाँ रिभाइभल भन्दा पनि आफू जोनतर्फ नै जानु चाहिँ ठिक डिसिजन रहेको मान्दै अगाडितर्फ बढिएको देख्न पाइन्छ। अनि यतिकैमै बाघ स्पोर्ट्सका आइजिएल अनि X9 यही नै ब्लिड आउट हुन पुग्छन्। उनी डिआरएसको टिमलाई हामी देखिरहेका छौँ आफ्नो टिममेट रिभाइभल दिनको लागि अगाडितर्फ बढि नै सकेका छन्। किलर वाइटी एउटा पोजिसन लिँदै हाजमोला इनफ्याक्ट ग्यान्टे जो टिमको आइजिएल हुन् उनी हिल एरिया साइड तर्फ हेरिरहेका छन्। हिल एरिया साइड तर्फबाट चाहिँ अवलोकन गर्दैछन् अपोनेन्ट कुन पोजिसन लिएर बसेको छन् अथवा माथि तर्फबाट फेरि फर्दर मोर फाइटमा इङ्गेज पो हुने हो कि भनेर उनी नोटिस गर्दै थिए। यतिकैमै यहाँ हामी झोला स्पोर्ट्सका प्लेयरलाई देख्दैछौँ जो बाघ स्पोर्ट्सका अन्तिम प्लेयर एक्सट्रिमसँग काउन्टर हुन आँटिरहेका छन्। यतिकैमै अगाडि बढेका उनले स्पट गर्छन् यहाँ अनि बाघ स्पोर्ट्सको टिम 4 एलिमिनेसन पोइन्टको साथमा यहाँबाट बाहिरिन्छ भने झोला स्पोर्ट्सको टिमका अन्तिम प्लेयर उनी मेड किट लगाउँदै फर्स्ट एड बटुल्दै जोनतिर जाने प्रयास स्टिल पनि जारी रहनेछ। अब झोलाको लागि रहेको सोलो प्लेयर अघि कतै न कतै डिआरएसको अगेन्स्टमा पनि सर्ट दिन्छन् कि भनेर सोच्दै थिएँ बट त्यो गरिएन। बट त्यो मोमेन्टमा उनले सर्भाइभ गरेर एटलिस्ट 1 किल पोइन्ट भयो भने टिमको लागि भने चाहिँ पक्कै पनि एड गरेका छन्। अब बाँकी अझै पनि सोलो प्लेयरको साथमा के कतिको पोजिसन भने चाहिँ ग्राब गर्न सकिनेछ त रियल स्ट्राटेजिसको लागि रहेको स्टिल पनि उनको तर्फबाट अब जे जति युटिलिटी छ त्यो प्रपरली युटिलाइज गर्ने प्रयास स्टिल पनि चल्दै गर्दाखेरि यता डिआरएस स्टिल पनि आउट अफ जोन सर्कल छन्। बट अब भने चाहिँ उनीहरू भेहिकलको थ्रुबाट जोन सर्कल इन्ट्री बनाउनको लागि पनि खासै ट्रबल छैन। जस्ट अगाडि जाने एन्ड जोनको एउटा एज मजाले भने चाहिँ कभर गर्न सक्नेछन्। या इजी जोनको इन्ट्री छ उनीहरूको लागि भनौँ। यता 4DM का प्लेयर अनि श्रीपेजको बीचमा क्लासहरू इनिसिएट हुँदै गर्दा मैले के भन्न चाहेँ भने साथीहरू यो जुन तपाईँले सर्कल हेरिराख्नु भएको छ, यो जुन जोन फर्मेसन हेरिराख्नु भएको छ यो अफिसियल जोन हो है, अफिसियल सर्कल हो यो हुँदाखेरि यहाँ खेलिरहेको प्लेयरहरू टिमहरूले चाहिँ प्रपरली ग्राइन्ड चाहिँ गर्न पाउनेछन्। यहाँ 4DM को टिमको प्लेयर उनीहरू अननोन छन्, ग्रेनेड कतापट्टिबाट आइरहेको छ, सर्ट्स कताबाट आइरहेको छ बट सायदै अब त थाहा पायो होला बियाको पोजिसनको बारेमा। बिया यताबाट नेट थ्रु गर्दै करेक्ट प्रोजेक्टाइल त क्रिएट गरेको मानेको थिएँ मैले बट अगाडितर्फबाट उनको अगेन्स्टमा पनि चाहिँ सर्टहरू आइरहेको छ है। यतिकैमै बियाको त्यो नेटले गएर अर्को प्लेयरलाई पनि चाहिँ यहाँ नक निकाल्नेछन्। एकजना प्लेयर त फिनिस नै गराए उनले बट अर्को प्लेयर पनि नक रहेको देख्न पाइन्छ। फ्याल्कन रिभाइभल दिनका लागि जाँदैछन् भने किल मोङ्गरलाई हामी देखिरहेका छौँ। किल मोङ्गर आफ्नो टिममेटलाई कभर दिनको लागि अगाडितर्फ बढ्दै थिए। फ्याल्कन अर्को एउटा नक निकाल्दै अब त अन्तिम प्लेयरमा कन्भर्टेड श्रीपेजको टिम गुरुङलाई हामी रिभाइभल दिइरहेको देख्न पाउँछौँ। ढुङ्गामा आड लगाएर आफ्नो टिममेट आफ्नो पार्टनर बियालाई रिभाइभल दिँदै थिए बट गुरुङलाई पनि चाहिँ यहाँ ट्विस्ट एन्ड टर्न यतिकै भनिन्छ डिभिएसको साथमा यहाँ क्लियरेन्स देखाउँदै 4DM का प्लेयर फ्याल्कनलाई देख्न पाइयो। उनी आफ्नो टिममेटलाई पनि चाहिँ बचाउने प्रयासमा छन्। यहाँ स्मोक पप आउट गरिन्छ अनि मोङ्गरलाई पनि चाहिँ
एउटा ढुङ्गाको आडमा राखेर चाहिँ रिभाइभल दिँदैछ, बट सर्कल यहाँ सर्कलले ड्यामेज अति नै दिनेछ। जोन हुन त अलिकति अगाडि मात्रै रहेको छ, जोन इन्ट्रीको लागि उनीहरूलाई अप्ठ्यारो त पक्कै पनि छैन, बट यहाँ फेरि पनि मोङ्गर नक हुनेछन्, जोनको त्यति धेरै ड्यामेज छ। सो यहाँ अरू टिमहरूलाई हेर्ने भने हामी डिआरएसको टिमलाई पर्फेक्टली जोनको भित्र आएको देख्न पाउँछौँ। हामी सर्कलको पुरै साउदर्न साइडतर्फ उनीहरू 4जना प्लेयरलाई चाहिँ देख्न पाइन्छ। यता हिडन लिफ स्पोर्ट्सकै टिमबाट हेर्ने भने स्लेयर अगाडितर्फ बढ्दै थिए, गाडी बढाउँदै गरेका खेलाडीलाई हामी देख्दै थियौँ, गाडी अगाडितर्फ बढाउँदै त थिए, बट यतिकैमै यहाँ एचएलएक्सका प्लेयरलाई पनि चाहिँ वाइप आउट गरिन्छ। स्लेयर अन्तिम प्लेयर थिए जसलाई साइकोले चाहिँ फिनिस गरिदिएका छन्। टिजिबी जो रहेका छन् अब अहिलेको लागि भने चाहिँ 3 म्यानको साथमा सर्भाइभ गर्नेछ। 3 म्यानको साथमा भने चाहिँ जोन सर्कललाई एन्ट्री बनाउनु पर्नेछ। बट अब जोनको एन्ट्री बनाउँदै जाँदाखेरि चाहिँ अगाडिपट्टि भएको टिम नेप्याक्स पनि रहेका छन्, जहाँ उनीहरूको गेस्टमा पनि सायद ब्याटल पर्न सक्नेछ। बट इट डिपेन्ड्स कि टिजिबीको टिम कहाँबाट रोटेट गरेर जानेछन्। 3जना प्लेयरको साथमा देख्न पाउँदैछौँ। अगाडिपट्टि आनी मुभ गर्नुपर्ने छ। अब त 5th स्टेज हो, ड्यामेज उत्तिकै बढी हुँदै जानेछ। जति स्टेज बढ्छ त्यति नै ड्यामेज, एन्ड त्यो कारणले गर्दाखेरि जोन सर्कललाई पनि प्रायोरिटाइज गर्नु भने चाहिँ टिमहरूको लागि एकदमै इम्पोर्टेन्ट रहनेछ। यता डिआरएस गेमिङको लागि पनि 4जना प्लेयर भने चाहिँ अझै पनि सर्भाइभ गरेर आफ्नो लागि मजाले जोनको एउटा एज उनीहरूले कभर गरिसकेका छन्। जब उनीहरूको तर्फबाट 4डिएमको गेम्समा त्यो हिल साइड एरिया भएको टिमलाई भने चाहिँ नजर लगाइँदैछ, बट एक्जाम्पल पछाडि पनि कुनै टिम छन् कि भनेर उनी भने चाहिँ आँखा लगाउँदै त छन्, तर त्यहाँतिर झोलाको लागि रहेको प्लेयर कि उनले त्यहाँबाट कनेक्सन डिल गरेर डिआरएसको कुनै प्लेयरलाई यहाँबाट एलिमिनेट गराउने हुन्छ, त्यो प्रश्न रहेको छ। हेरौँ के रहनेछ। बट 4डिएमको लागि भने चाहिँ यता किल मङ्गर नक फेस गर्दाखेरि अब फाल्कन सोलो प्लेयर रहेका छन्, जहाँ स्मोक पपअप गर्दै आफ्नो टिम मेम्बरलाई रिकभर गर्नको लागि त ट्राई गर्दैछ। बट टिजिबीका प्लेयर आउँछन्, भेहिकलको थ्रुबाट त्यो किल कन्फर्म गरिएको छ, बट उनलाई नजदिकै त्यहाँनिर टिम छन्, प्लेयर छन् भन्ने आइडिया हुँदाखेरि सायद अब अलिकति केयरफुल पनि रहनेछ। विदिन अ 15 सेकेन्ड अब फेरि पनि जोन सर्कलको एउटा नेक्स्ट सिफ्ट भने चाहिँ हामीले पक्कै पनि देख्न पाउनेछौँ। एन्ड त्यो सिफ्टसँगै अब कुन टिमले यो म्याचको विनर चिकन डिनर निकाल्छन् भनेर पनि हामीले चाँडै नै थाहा पाउनेछौँ। या म्याक्सिमम फाइटहरू इनिसियल स्टेजमै भयो। जब फर्स्ट सर्कलबाट सेकेन्ड सर्कल फर्म हुने बेलामा जब टिमहरू सर्कलको सेन्टर एरिया साइडतर्फ अथवा हल्का फुल्का रोटेसन माइनर रोटेसनहरू लिने क्रममा नै धेरै क्लासमा इङ्गेज भएर अहिले हामीसँग स्टेज 6को सर्कल फर्म हुँदाखेरि मात्रै 5वटा टिम चाहिँ हामीले देखिरहेका छौँ, जहाँ 13वटा प्लेयर मात्रै चाहिँ रहेका छन्। इन टोटल 13 प्लेयर्स छन्। नेपेक्सको टिम आफ्नो नम्बर जोगाएर बसेको छ। एलिमिनेसन काउन्ट हेर्ने भने 4 किल लिएर बसेका हुन्। उनीहरूले पनि एउटा टेरिटरी पाएका छन् जहाँबाट मजाले आफ्नो एउटा एङ्गलहरू चाहिँ बनाइरहेको देख्न पाइन्छ। डोमेनलाई हामी फ्रन्ट लाइनतर्फ देख्न पाउँछौँ। प्रेसियस घरमै बसिरहेका छन्। उनको टिममेटहरूलाई हेर्ने हो भने छरपष्ट रूपमा चाहिँ एङ्गल लिएर चाहिँ बसिरहेका छन्। उता डिआरएसको टिमलाई पनि देख्न पाइन्छ। डिआरएसका प्लेयरहरू 1-on-1 कभर दिँदै उनीहरू पनि चाहिँ अगाडि बढिरहेका छन् सर्कलको एउटा राम्रो स्पट समात्नको लागि, अनि यो गेम आफ्नो फेभरमा ल्याउनको लागि डिआरएसको टिम पनि अगाडि बढिरहेको छ। आखिर पहिलो म्याचको ओपनिङ कसले गर्नेछ, डिआरएस गेमिङ, नेपेक्स अथवा टिजिबीको टिम? द गेमिङ ब्रोस्किज रियली इम्प्रेस गर्यो यो टिमले पनि चाहिँ, जुन तरिकाले भेहिकलहरू अगाडि बढाउँदै आफ्नो टिममेटलाई कभर दिइरहेका छन्। उनीहरूले भेहिकल एलिमिनेसन्स ग्र्याब गरिरहेका छन्। द्याट इज अ गुड पार्ट फर द टिम। टिजिबी 3जना प्लेयर बचिरहेका छन् भने हामी अहिलेको लागि नेपेक्सको टिमबाट क्ललाई देखिरहेका छौँ। क्ल अब त कभर दिनुपर्ने हुन्छ, सायदै डेल्टाको पोजिसनको आइडिया उनले पाएका हुन्। प्रेसियस गाडी त्यहाँ ठोकिन पुग्यो, उनको क्विकली त्यहाँबाट गाडी अब पछाडितर्फ पनि लानेछन्। डोमेन र रेक्सलाई पनि चाहिँ क्लोज इनफ आउँदै गरेको चाहिँ हामी देख्न पाइरहेका छौँ। अब त यहाँ नेपेक्स अनि डिआरएसको भिडन्त प्रष्ट रूपमा देख्न पाइन्छ। नेपेक्स र डिआरएस अब दुवै टिम क्लोज इन भइरहेका छन्। ब्याटल इनिसिएट गर्नुको लागि डेल्टाको तर्फबाट ट्रोबल युटिलाइज गरिँदै थियो, बट डेल्टा पछाडि साइडबाट सर्ट आउन पुग्छ, जुन कारणले उनी लोमा परिणत हुँदै थिए। बट हाजमोलाको ग्रेनेड यानि कि ग्यान्टेको ग्रेनेडसँगै नेपेक्सको तर्फबाट रहेको प्रेसियस कुनै डाउन फेस गर्न पुग्छ, जहाँ हाजमोला यानि कि ग्यान्टे बिस्तारै बिस्तारै अगाडिपट्टि बढ्दै गइरहेका छन्। के किल कन्फर्म गरौँ न त भन्नेतर्फ नै फोकस लिँदै पनि छन्। यता डेल्टाको तर्फबाट पनि ट्रोबल युटिलाइज हुँदै थियो, बट त्यही बिटुनमा झोलाको टिम जो सोलो प्लेयर साथमा रहेको थिए उनीहरू एलिमिनेट हुन पुग्छन्। अब यताबाट हाजमोलाहरूले पनि नजर लगाउँदैछन्, त्यहाँबाट पोजिसन अलरेडी कम्प्रोमाइज भइसक्दाखेरि नेपेक्सको लागि ट्रबल थपिँदै गइरहेको छ। प्रेसियस जो अघि भर्खरै मात्र के रिभाइभ भएको थिए उनलाई फेरि पनि नक निकालेको छ। क्लकको गेसमा हेभी ड्यामेज, तर हाजमोलाको गेसमा साइडबाट सर्टहरू जाँदै गरिरहेको छ। रिक्सलाई यता डाउन निकाल्यो। अब डोमेन सोलो प्लेयरको साथमा सर्भाइभ गरिरहेका छन्, जहाँ आफ्नो पार्टनरलाई पनि रिकभर गर्नु जरुरी त रहेको छ। बट त्योभन्दा अगाडिपट्टि ब्याटल इन्गेज गर्नको लागि जाँदै थिए। माथिल्लो साइडबाट एक्सएमपिएलको ट्रेड and we can see Nepex also has been eliminated and DRS को लागि 3 प्लेयर नकड आउट रहेका छन्। रिकभर गर्ने मौका भने चाहिँ बन्दिँदै गइरहेको छ, जोन सर्कलले पनि धकेल्ने छ। ड्यामेज हेभी हुन्छ। 7 स्टेजको जोन सर्कल हो, एक प्लेयरलाई
जियोलाई त बचाउन भ्यायो बट अगाडिपट्टि जसो तसो गरेर एटलिस्ट एउटा एज उनीहरूले कभर गरिसकेका छन् जहाँ फेरि पनि फुल म्यानको साथमा भने चाहिँ उनीहरूले यो ब्याटल निकाल्न सक्ने पोसिबिलिटी भने चाहिँ उत्तिकै रहेको देख्न पाउँदैछौँ। या चारैजना प्लेयर रिकभर गर्ने मौका पायो टिम डिआरएस गेमिङले। गेम त छ उनीहरूको, पर्फर्मेन्स छ, बट पर्फर्मेन्स सँगसँगै लक पनि छ, एकदमै छ है उनीहरूको। डिआरएसको टिमका प्लेयरहरू एक 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 गर्दै हन्ट हुँदै गर्दाखेरि टिजिबीको प्लेयरहरूसँग नम्बर थियो, उनीहरूले प्रेस गर्न सक्थ्यो, उनीहरूले पुश गर्न सक्थ्यो। बट अब त यहाँ एउटा नक निकाल्ने बित्तिकै अगाडितर्फ बढिरहेका छन्, साइकोलाई लिड लिँदै गरेको देख्न पाइयो बग्गीमा। उनको टिममेट क्रिस यहाँ रङ टाइममा नक भइदिन्छन्। 3v2 को फाइट परिरहेको छ, सन्देशले अगाडितर्फ बढिरहेको देख्न पाउँछौँ हामी। सन्देश जो ड्यामेज यहाँ फेस गर्दै थिए, उनी अगाडितर्फ बढेका छन् अनि यतिकैमै यहाँबाट बाहिर निकालिन्छ टिजिबीको टिमलाई। अनि डिआरएस गेमिङको टिम पहिलो म्याचको अथवा ओपनिङ म्याचको नै चिकन डिनर आफ्नो फेभरमा चाहिँ लिएर चाहिँ जान उनीहरू सफल भइसकेका छन्। उनीहरूको यो एकदमै पर्फेक्ट ओपनिङ देखेर चाहिँ पक्कै पनि डिआरएस गेमिङ लगायतको फ्यान्सहरू चाहिँ खुसी हुनुहुनेछ। यो म्याचको ओपनिङको साथसाथै उनीहरूले आफ्नो लागि नम्बर पनि चाहिँ राम्रो तरिकाले बटुलेका छन्। पार्टनर बचाउने कुरादेखि लिएर फाइट अनि आफ्नो गन डिसिप्लिन, जुन जता पाए त्यतै गोली हानेर नबस्ने अथवा आफूलाई धेरै एक्सपोजरमा नल्याइराख्ने कुरा चाहिँ उनीहरूले गरेर यो म्याचको ओपनिङ चाहिँ उनीहरूले आफ्नो साइडमा लिएर गएका छन्। बट या टु बी अनेस्ट एमभीपी यो म्याचको जियोलाई देख्न पाइन्छ विथ 7 एलिमिनेसन। पिक गर्यो टिजिबी यानि कि द गेमिङ ब्रोस्किसका लागि रहेको छ 13 टोटल पोइन्ट्स, 4एमका लागि 12 रहेको छ, जहाँ 3वटा टिमका लागि डबल डिजिट देख्न पाए बट एएसटी जो रहेका छन्।